हेलो साथीहरु ल आज धेरै दिन बादमा फेरि पनि मोटो ब्लग सेटअपमा आएको छु। आज चाहिँ बेलुका भन्दा पर्दा अहिले 5 साढे 5 नागिसक्यो र पनि म चाहिँ अब हस्पिटल जाने बेला भयो किन भन्दा चाहिँ 4:49 भएछ हैन टाइम। अब यतिला चाहिँ अँध्यारो हुने टाइममा र पनि म कहिले जान्दैछु किन भन्दा हाम्रो जेरुसा चाहिँ बिमार भएको धेरै दिन भइसक्यो है। यी घटेर यस्तो भइसक्यो नानी अब के भन्नु हैन हस्पिटल लानु पर्ने छ 4 दिन भयो सुतेको। अनि हस्पिटल लानु पर्ने छ अब केही छैन खाना पनि खाएको छैन भमिट मात्रै गरिबस्छ हो। अनि भमिट मात्रै गरिबस्छ घटेर यस्तो भइसक्यो अनुहार हेर्नु यसको माया लाग्दो भइसक्यो है यस्तो छ हो। अब हस्पिटल लगेको यहाँ मेरो साथी लगेछ एकजना भाइलाई। ल गाइस अब म बाटोमा अलिकति ब्लग गर्छु त्यहाँबाट हस्पिटल पुगेरै बात गरौँ ल। अलि पछि जा पनि यसलाई अलि पछि लैजा ल भाइ प्रेम। ल गाइस अब बाटोमा पानी पर्यो भने चाहिँ हामी बिजोकै हुन्छौँ हैन र पनि रेनकोटहरु बोकेको छु। ल गाइस धेरै दिन बादमा मोटो ब्लग फेरि तपाईलाई देखाउँदैछु हैन। आज चाहिँ किन त्यस्तै हो अब बेला बेला गर्न भ्याइँदैन सधैँभरि हैन कामले गर्दा बिजी हुन्छ। विशेष आज चाहिँ नानीलाई कहाँ पैसाले लानु पर्यो र मेरो भन्दा पनि दाजुको नानी हो। दाजु बेङ्गलोरमा छ हैन। दाजु बेङ्गलोरमा भएको कारणले गर्दा अब त्यही त हस्पिटलहरु यसो बिमार हुँदा ध्यान दिन पर्यो। ल गाइस बाटोको मजा लिनु होला तपाईहरुले। अब बात त के गर्नु हैन घरिघरि त टेन्सन लाग्छ नि हौ सबै कुरोको जिम्मेवार बोकेर हिँड्नुपर्छ यसरी हैन। दिनभरि काम गरेर आयो बेलुका यी नानीहरु बिमार हुन्छ हस्पिटल कुद्नुपर्छ समस्या छ गाह्रो छ मलाई। काका गर्नुहुन्छ ल गाइस लिङ्कन ग्राउन्डमा आइपुगेँ म अहिले चाहिँ हो। यहाँबाट कहिलेले पुग्नु 5 किलोमिटर छैन भाइ 5 किलोमिटर 5 किलोमिटर टाढो हो हैन। भएको चाहिँ के भन्दाखेरि स्कुलमा यिनीहरूले के खान्छ हो स्कुलमा पानी चिसो पानीहरू खान्छ कि नभए कि खानेकुरामा अब खानाहरू दिन्छ दिउँसो सेन्टरबाट बाँच्छ हैन। त्यो खानेकुरामा केही प्रब्लम भयो कि जस्तो लाग्छ। निकै दिन भइसक्यो सुतेको हो अब हस्पिटल त लानु पर्यो एकपल्ट त्यसरी पो हुँदैन अब हैन। यस्ता कताबाट फर्काएको कि ल त साथी हो हामी चाहिँ अब नानीलाई हस्पिटल देखाएर फर्केको। अब चाहिँ फर्केको बाटोमा छु अहिले फिलहाल चाहिँ अब नानीलाई चाहिँ के भएको छ भने खाना चाहिँ अब इनडाइजेसन भन्ने एउटा हुन्छ अरे अगाडिबाट यस्तो डरलाग्दो गाडीहरू आउँछ कि के भन्नु यहाँ त रोक्नु पर्यो। म चिप्लिन्छु ऊ चिप्लिने कुरा आउँदैन हो उसले कुच्याउँछ उल्टा। अब चाहिँ घरतिर गएको सो अब अहिले चाहिँ कहाँ पुग्यो भन्दाखेरि यो बर्बे डाँडा भन्छ यसलाई चाहिँ बर्बे डाँडा नानीहरू स्कुलबाट आउँदै रहेछ। ल बर्बे डाँडाको उकालो अब चट्टै लाग्यो। कहाँबाट जाने हो भाइ यहाँ बिचबाट गयो भने धुलो माथिल्लो छेउबाट हिलो तल्लो छेउबाट जाँदा भिर। अब भाइ उहाँ चाहिँ झर्न त यी त यस्तो छ बहिनी अलिक पछि छ अलि पछि लगा
साथी हाम्रो गाउँको बाटोको अब मेन रोड हो के भन्नु तपाईँहरूलाई होइन मेन रोडको अवस्था यस्तो छ गाह्रो बहिनी ठ्याप्पै पक्रि मलाई त जिउ पुरा ढल्का यता हात अगाडिले एक एक कात्ला छ त हौ यहाँ त हौ ए ओ यसलाई पक्रि यसलाई पक्रि किन झर्यो यहाँ त बाङ्गो भइसक्यो नानी बिमारी बाटो यस्तो म त पिर लाग्छ हौ घरिघरि त नि अझै पानी परिदिनु सुरु भयो बाटोको अवस्था के भन्नु हो सरकार बाटो बनाऊ भनेर ठुलो ठुलो स्वरले कराउँदै ल बस भाइ ट्र्याकै चिप्लिँदो रहेछ खासमा चिप्लिन्छ नि अलि पछि जा बहिनी हिँड हिँड भित्र सुत्नु हिँड 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 ल हिँड बाजे आउँछ लु यहाँ सुत्दै गरे सुत ल त गाइस नानीलाई लिएर घर आइपुग्यो होइन नानीलाई दबाई सबाई पनि दिएँ आजको छोटो ब्लग बनाएको थिएँ होइन नानीलाई हस्पिटल पनि लानु पर्दा सो धेरै दिन भएको थियो ब्लग नगरेको ल त गाइस आजको ब्लगमा यति नै भिडियो मन पऱ्यो भने तपाईँले सेयर गरिदिनु लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैजनालाई बाई बाई